लो गाइस वेलकम छ होइन मेरो फेरि सेकेन्ड ब्लगमा सबैजनाहरू वेलकम छ र अनि आज चाहिँ हाम्रो रोपाइ रे के त्यो अरे रोपाइमा अब जाने रे जाम भनेर बोलायो होइन वहाँ गएर नि फेरि अरू काम गर्ने होइन अरू आउँदैन होइन वहाँ गएर नि उस गर्ने हो के पानी ओसार्ने मात्रै काम अनि मैले अहिले भ्लग चाहिँ अलिकति तल आएर बनाएको छु किनकि घरमा मान्छे छन् कि अनि यता तलतिर आइपुगेको छु हाम्रो खेत चाहिँ यहाँ तल हो र अनि मैले चाहिँ जाँदैछु यस्तो काम छ यार काम गर्न बोलाइदिएछन् अनि जान्न भनेको घाँस काटेर बस्छ अरे नत्र घाँस काट्न जानुभन्दा त बरु त्यता जानु ठिक नि होइन यार जाँदैछु अहिले म अनि यस्तो झ्याउला छ यार हिँड्नु घामै घाम छ त्यही पनि अरू बेला त के अरे सानो सानोमा त रोपाइ भनेपछि त अलि हुन्छ मजा आउँछ दिनभरि गएर हिलो खेल्ने यताउता गर्ने नि अहिले त के हो यार झ्याउ लाग्छ भने त्यो झ्याउ लाग्छ यार यो बाटो अहिले न फाँडेर रहेछ नि हेर्नु यस्तो घाँस बढिसक्यो सानो सानो त मजा आउँछ कि अब त रोपाइ हो दिनभरि गएर हिलो खेल्ने हो काम छैन हुन्छ नि सबैलाई लाग्छ होला नि त यस्तो त त्यहाँ तर फेरि त्यस्तो सोचेर गयो नि त्यहाँ गएपछि फेरि अर्कै हुन्छ कि काम गर्ने घाममा घाममा उसो गरेर आउँछ बिउ ओसार्दे अनि बिउ ओसारी भइसकेपछि फेरि अर्को आउँछ के अरे पानी ल्याइदियो भनेर पानी ल्याउने फेरि त्यत्रो घाममा त हिलो हुन्छ नि त गराइ गरा 5-6वटा गरा अन्त बढी ख कि माथिपट्टि जानुपर्छ मूलको पानीमा त्यहाँ गएर बनायो ल्यायो होइन अनि एकैछिन बस्छु भने फेरि काम पाइहाल्छ अनि अहिले चाहिँ म जाँदैछु यस्तो छ बाटो यहाँनिर आइपुगेको छु त्यहाँ तल अरूको खेत छ मेरो चाहिँ हल्का यतापट्टि छ कि मैले चाहिँ अलिक भ्लग बनाउनु पाइन्छ जान नि आउन सजिलो हुन्छ भनेर अलिक मम्मीहरूलाई पहिले पठाइदिएँ कि आधा 1 घन्टा अगाडि गयो मम्मीहरू अनि अहिले म जान्छु कपाल काट्नुपर्ने छ यार यत्रो भएको साइडको हानु भनेको कपाल जानै पाएन भलिबल खेल्न जानुपर्ने नि यार भलिबल खेल्न जानु नि पाइएको छैन भने केटाहरूले आउँदैन कि भलिबल खेल्न भनेको केटा गइन आउँदैन एउटा सोटी हेरिजाउँ घरमै यस्तो छ बाटो होइन उकालै गरेर छ अब उहाँ गएर नि हिलोमा बस्ने नि हो सफा गरेर किन लानु पर्दैन मतलब जस्तो पाएँ त्यस्तो भिडियो हिँड्दै अटुरटी छ यहाँ है सब्सक्राइब गर्नु सब्सक्राइब सबैले अनि 6-7 दिनपछि म फेरि नेम चाहिँ जानिदिन्छु होला युट्युबको अब खेतमा जाने बाटो नि बिर्सिसक्यो होला कि मलाई थाहा छैन यार खेतमा जाने बाटो अनि हाम्रो सोल्टीको भ्लग एउटा विवश भ्लग गर्ने हो कि त्यो साथी उसको घर चाहिँ यतातिर होइन यो हाँडेटार अनि ठाउँ चाहिँ ठाउँ यतातिर अनि मेरो चाहिँ यता माथि आले मेरो यता हो कि ऊ त्यो गहिरी खेल्दै क्या नि त्यतातिर हो कि मेरो खेत चाहिँ अनि अहिले यता कुलोमा आइपुगेको छु अनि हाँडा टक 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 तल 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 झर्दै जाने कता यता वनतिरबाट झर्नु पर्ला जस्तो छ यतापट्टि घामै घाम छ होइन सब्सक्राइब चाहिँ हान्नु पऱ्यो है सबैले अनि त्यहाँ गएपछि अलिअलि भ्लग देखाउँछु म के हो यार यहाँ माथि यस्तो हामफुल्या जस्तो लाग्यो कि कालो होइन काग हो कि के हो कि अब डराउने कुरा त भएन यताबाट बाटो हेर्छु यताबाट बाटो छ नि छ नभए त्यो यताबाट टक्कै यहाँबाट झर्नुपर्छ कि यताबाट हेर्छु एकचोटि अस्ति पनि गएको थियौँ कि हामी यताबाट शीतल हुन्छ होइन त्यहाँबाट ट्याक्क बन्नुकै बाटो झर्ने कि बनाइ अनि त्यहाँ गएपछि यसो त्यो हुन्छ नि क्लिप अलिकति हालिदिन्छु म किनकि त्यहाँ गएपछि काम गर्नुपर्छ भ्लग बनाउनु पाइँदैन कि अनि त्यहाँबाट चाहिँ काम गरेर भएपछि अनि फेरि उग्लेको घर आएको उसनी बनाउँछु क्या म हालत कस्तो हुन्छ होइन यस्तो छ कुलोको हालत है पानी जमेर पुरै मान्छे कराइसक्यौँ कि होइन केता त होला नि त्यो अब यहाँ अगाडिबाट कताबाट झर्ने बाटो थियो यो त्यो बाटो देखेन अन्त मलाई तनाव पर्छ रहेछ यहाँ बाटो रहेछ यहाँनिरबाट देखिन्छ यस्तो छ होइन बाटोको हालत यस्तो हो है काप्छु यो वनको बाटो झर्नुपर्छ
आउँछ कि खेत मेरो यस्तो बाटो हेर यहीँबाट गोरु डरेछ कि फेरि आजै लगाउँदा होला नि ताजा ताजै छ बाटोको हालत हेर्दा त होइन आउने बेला त यस्तो सजिलो आइयो है अब जाने बेला फेरि कस्तो हालत हुन्छ चार्ज टिक्दै त हो मेरो मोबाइलमा चार्ज खप्दैन कि मेरो आइफोन हो चार्ज खासै टिक्दैन कि बाटो हेर्नु बाटो कस्तो हो यस्तो बाटोबाट झर्नु पर्छ यार सिधै खाल्टो छ यहाँबाट त्यसका बाँकी काँडा फेरि बाटैभरि यस्तो छ कि बाटो यस्तो तरिकाले झर्दा छु कि बाटो हेरौँ बाटो लड्यो ले यस्तो बाटो छ यार बेकारै आइज यताबाट भने उताबाट झर्नुपर्ने छ यस्तो बाटोबाट त अहिले जाने बेला त आउँदिनँ म त यताबाट माकुरा जाली देखेँ जाली यस्तो छ अनि मैले इक्जाम दिएर नि आइसकेँ होइन अब 15 दिनमा रिजल्ट आउँछ भने कस्तो आउँछ रिजल्ट अनि 12 कक्षाको इक्जाम रिजल्ट आएछ कि आज हाम्रो दाइले नि दिएको थियो नि त 12 कक्षाको इक्जाम दिएर आएको घर पास भएछ कि B+ आयो भनेर अनि अब यहाँबाट चाहिँ अलि राम्रो बाटो आयो त्यति बाटो रहेछ कि त्यहाँनिर उकालो अलि बाटो नि कस्तो भयो यहाँ बाटो चाहिन्छ राति यहाँबाट उक्लिनु पर्यो भने त बाबु कस्तो डर लाग्छ होला नि आकाशको रह कि अब बाटो नि कताबाट गयो मलाई त थाहा पनि छैन होइन बाटो हिँड्दैछु कि अलि अस्ति नै आएको थियो कि पहिला वर्ष त्यही बाटो हेरेर हिँड्दा छु होइन अलिअलि सम्झिँदा यस्तो माकुरा जाली छ यार होइन हेर नि यहीँ यस्तो छ यार माकुरा जाली छ यार होइन अब हाम्रो खेत आइपुग्यो लगभग आइपुग्यो है छ्या कस्तो माकुरा जाली हो नि यत्तेरीका माकुरा जाली छल्दै हिँड्नु पऱ्यो यार झन्डै लड्यो बाटो चाहिँ अब यतैबाट हो पहिला बाटो हेर्दा त यो जस्तो लागेको थिएन कि मलाई यताबाट कताबाट झर्ने जस्तो लाग्थ्यो हो कि होइन यहाँ मुल यो एरिया तल मुल छ यहाँबाट आयो खेत होइन अब 5 मिनट त पुगिहाल्छ माकुरा जाली रहेछ कि त्यसका बाजे हेर्नु यहीँ माकुरा जाली यस्तो छ यार एउटा ठाउँबाट छल्यो अर्को ठाउँमा गएर ट्याक्कै अड्किन्छ भने कता बाटो नि यहाँबाट झरिदिने होइन त्यहाँबाट झऱ्यो भने त मरिन्छ यार बाटै कता हाल्यो अलमला ल बाटै हरायो त ऊ त्यताबाट उक्लिन्थ्यो कि ऊ त्यतातिरबाट अस्ति नै अलि कहाँनिर आयो ए रहेछ यहीँबाट रहेछ बाटो होइन यहाँबाट झऱ्यो छेउको बाटो झऱ्यो मलाई अघि नै जाम भनेको थिएँ फेरि बुढाहरू छ के नि ठुल्बा धम्बाहरू छ लिएर कामै होइन जिस्काउनु थाल्छन् अब यहाँबाट यसो जाने यताबाट झर्छु त्यहाँनिर बाटो कस्तो हो बाँसको यहाँ चमाउँदै ओर्लिँदै ऊ त्यहाँनिर छ कि ऊ मूल त्यो भयो अनि अहिले म यहाँ खेतमा आइपुगेँ यहाँबाट देखियो होला ऊ त्यो मान्छे हिँडिरहेको नि हाम्रो खेतमा हो कि त्यहाँनिरबाट आएन बाटो त पाएँ अब एउटा सट्टा झर्ने चप्पल कहाँ खोल्ने थाहा छैन ए ऊ त्यहाँ जोतिरहन् देख्यो होला ऊ यहाँ जोतिरहन् यता मल काटिरहन् क्या हो त्यहीँ जाने म त्यहाँ जान पर्ने अलि तलबाट देखाउँछु पनि अलि त्यहाँ कहाँबाट पो जाने होला त नि चप्पल नि कता खोले खानु होला तिनीहरू
कतापट्टि हो मूल यतापट्टि हो यता यसका बाद चाहिँ यता पनि हाम्रो यहाँ यता मूल होला भनेको होइन रहेछ त यता हो कि मूल यहाँ होइन मूल हेर यहाँ हो कि अगाडि यसका बाद के साह्रो ढिलो हो नि यहाँ हो कि मूल म मलाई उताउति बिर्सेर गइरहेको कि मूल हो होइन खेत हाम्रो त्यहाँ अब एकछिनमा त्यहाँ काम गरेपछि सिन देखाइदिन्छु कस्तो कस्तो छ नि है यो मूल भयो त्यहाँ खेत अब एकछिनमा देखाउँछु ल अहिले कटाने ए यो चाहिँ हाम्रो पाहुना आजको देखियो होला नि यहीँको कुकुर होइन यस्तो छ कि शान्त गरेर शीतलमा बसिया नटोक्दो रहेछ नटोक्ने भयो त गाइस अब चाहिँ म घर धान्न आएको है त्यो सामान चाहिँ बोकाएर पठाइदिएका म आएको कताबाट यतैबाट होला अब घरतिर चलिक्स अब त्यस्तो छ कताबाट आउले यतातिर जस्तो राख होइन फेरि बाटो हेरेर हुन्छ हामीलाई तल रोपे चढा दुईटा गरेर बाटो अब काट्दै भयो घर चौलिक्स भनेको बाटै कताबाट यार बाटै बिर्स्यो भनेको हालेर छ घरबाट नुहाउन पनि हुन्छ ट्याक्क लगाएर म जान्छु भन्थेन कति बेला आउने यो यहाँ छ यो दुईटा भाँडा चाहिँ त्यहीँ राखिदिएर झम्बल ल्याउँछन् रे यस्तो छ बाटो उक्रिनु बुढा जान्छु भनेर त आली तास नि हिँड्दिएर ओइ कताबाट आएको होला कताबाट जाँदैछु यार अब टक्क लाएर घर गएर गेमिङ भिडियो बनाउनु हो तनावै थिएन अहिले कताबाट आएको नि यतातिरबाट उक्लिएको थियो अहिले यहाँबाट जान्छु यो फेरि त आयो बिहान आउने बेला त मजाले आयो त अहिले त हालत हेर्नु हालत मेरो पुरै हालत पुरै जिउदेखि पाउ माथि हात डढ्दैन भनेर त्यही हाफ इनर लाएर आएको इनर नि तन्केर अनि यताको बाटो जाँदैछु कि यता ढब्बाको घरको फेरि त्यहाँ बुढाले कान्टिन देखेन नि फेरि फर्किनु पर्छ नि अरूको त मलाई इक्जाम कटिहाल्यो म चाहिँ अलि कलेज गयो होला नि कलेज गइदिउँ भनेको लामो झन् म्याथ लागेर बिताइहाल्यो नि अहिले घरै बसेर काम गरेर अब कर्छ कि गर्दैन अहिले दिएको इक्जाम कट्यो नि त अब कता पढिन्छ थाहा छैन पहिला सँगै पढेको केटाहरू घरैमै पढ्यो नि उता माथितिरको भाइहरू छन् के भाइ कक्षा त एउटै हो तर अलि नाताले भाइ पऱ्यो कि उमेर भाइ केटाहरू सबै भक्ति गहन यताका
अनि एक दुईजना छन् कि हाम्रो यहीँबाट जाने अहिले भर्खर म्याच देख्यो भक्तितिर जानु त सबै तपाईँको भनेको खै के हुन्छ भन्ने त्यस्तोलाई भनेर के काम होइन सामान यत्रो गरौँको हात एउटा हात आँट्छ होइन यस्तो उकालो हो कि हाँडा ठाडै माथि उक्लिनुपर्छ यसरी भयो नि टुइ माथि जाने अब गएर एउटा दुइटा क्लिप निकालेछु मैले खेतको नि अनि तिनीहरूलाई नि एड हानिदिन्छु म अब सकभर स्टोरेज बाँकी रह्यो भने त अलि लामै हुन्छ होला भिडियो तर त गाह्रो पर्छ मलाई त्यो बाटो अघि बिहान यही बाटो झरौँ कि भनेको नझरेको म यस्तो बाटो छ कि ठाडो माथि जान्छ बेलाउतीको बोट रहेछ बेलाउती छैन कि अलिक पाकेको भर्खर फल्यो रहेछ यताको यिनीहरू अलिअलि ठुल्ठुलो रहेछ त्यो सानसानो हालत पुरै ढाप हो बाटो बेलाउतीको बोट त जताततै भर्खर फल्दो रहेछ तर यहाँ माथि आइपुग्यो कुलोमा पसिना आयो कति आयो यस्तो छ यार यति धेरै थकाइ लागिसक्यो बिहान मलाई ओह्रालोबाट सुई झऱ्यो त अहिले त बोल्नै सकेको छैन झन् चिसो लिन पठाइदिए खाली खुट्टा जानेर गएको पिच रोडको त्यो तातोमा कम तात पोल्यो होला नि मेरो खुट्टा पिच रोड टक 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 जानु पऱ्यो यता चाहिँ हाम्रो यता मूल छ यो कुलो यहीँ हो क्या हामी सानोमा पौडी खेल्दिने यति पानी आउँछ क्या खुट्टाको त्यो हड्डी जति त्यो चप्पल डुबाउँछ जति पानी आउँछ त्यस्तोमा पौडी खेल्दिन हामी भाइ र म अहिले चाहिँ गीत गाइँदै छ यस्तो छ बाटो कालुको घरनिर आइपुग्यो कस्तो तसो त्यति भने कट्यो अब यहाँबाट अलिकति उकालो छ अलिकति नि के भन्ने त्यो माथि डाँडा पुग्नुपर्छ यो चाहिँ कालुको घर है सोल्टी घरै छैन जस्तो छ पछि ल्यायो नि पारा तो कुठे खा मिठो कुरे खायो
कस्तो निद्रा लगाएर हिँड्न नि त्यो माथि पुग्नुपर्छ कि म झन् भ्लग बनाउनु पाइन्छ भनेर अलिक छिटो जान्छु भन्यो बुढाहरू म पनि जान्छु भन्न पालेको नि सँगै जाउँला भने मेरो पाले हिँडिदियो त झ्याउलाएर कति पैसा नि पुरै ज्यान हिरो हो कति बेला घरबाट नम भयो अनि पसिनाले यस्तो हालत छ सामान्य खस्यो नखस अरे क्या खस्यो नाम भन्ने बित्तिकै यहाँको सुड्डीले कस्तो खराब छ बाटो यार नफाडेर औँलाई दुखिसक्यो यार त्यो पोको अड्काउँदा त्यो बाटो होइन गाडी यहीको है घर यही घरको फाड्दैन नि सुड्डी यहाँनिर बस्नु पर्ला जस्तो एकछिन यसो सामान हात मिलाऊँ हालत त्यस्तो भयो यहाँबाट यस्तो दामी देखिन्छ कि तपाईँले पारी घर मेरो थाहा छ धमाको घर चाहिँ ऊ पारी हो कि उता माथि अहिले आउँछन् बुढा घर जाँदै यस्तो झ्याउले सकेर हिँड्दा भ्लग बनाउनु पाइन्छ भनेर हिँडेको अलिकति होइन कन्टेन्ट पायो नि त खेतीतिर गएको कि यताउता कि घर बसिरहनु भन्दा हिँडेको यस्तो हालत भएर हायाको आयो भर निन्द्रा लाएर अझै घर आइपुग्यो माथि हो 2 मिनटको बाटो पेट कोचेको यो चाहिँ हाम्रो गाउँको सबैभन्दा ठुलो आँपको बोट के सबसे बुढो पनि तर यो वर्ष आँपै फलेन के एउटा नि आँप फलेन कि हाम्रो गाउँभरि जहाँसम्म मलाई थाहा पायो त्यसम्म त एउटाको पनि आँप फलेन कि घर आइपुग्यो होस्टेल बस्दा कम चाहिँ 300 कति बेला एक दिन भयो नि बिदा पाउला र घर जाँदा हुन्छ कि अहिले आइपुग्यो घर बस्दा गलाइसक्यो कति चित्त लाग्यो आएको दामी देखिन्छ कि अनि अहिले चाहिँ म घर आइसक्यो अब नुहाएर सफा गरेर बस्छु सुत्छु होला आजले यति नै